प्रसाद यादवजीको सिफारिसमा नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मिति 2083 साल जेठ 12 गते न्याय अनुसारको नियुक्ति र कार्यविभाजन सहित मन्त्री परिषदको पुनर्गठन गर्नुभएकोले नेपालको संविधानको धारा 172 बमोजिम माननीय प्रदेश प्रमुखज्यूबाट नवनियुक्त मन्त्रीज्यूहरूको पद तथा गोपनीयताको शपथ ग्रहण गराउने संवैधानिक प्रावधान बमोजिम आजको यो शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। यस कार्यक्रममा उपस्थित माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय सभामुखज्यू, माननीय पूर्व मुख्यमन्त्रीज्यूहरू, प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, प्रदेश सभाका माननीय उपसभामुखज्यू, प्रदेश सरकारका विभिन्न समितिका माननीय सभापतिज्यूहरू, माननीय संसदीय दलका नेताज्यूहरू, प्रदेश सभाका माननीय सदस्यज्यूहरू, श्रीमान निमित्त प्रमुख सचिवज्यू, श्रीमान मुख्य न्यायाधिवक्ताज्यू, विभिन्न आयोगका को म नामावली पढेर सुनाउन चाहन्छु। माननीय कृष्ण प्रसाद यादव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय। 2 मा माननीय मोहम्मद समीर मन्त्री भौतिक पूर्वाधार विकास मन्त्रालय। 3 माननीय युवराज भट्टराई मन्त्री अर्थ मन्त्रालय। 4 माननीय लखन दास तत्मा मन्त्री खेलकुद तथा समाज कल्याण मन्त्रालय। 5 माननीय शंकर प्रसाद चौधरी मन्त्री वन तथा वातावरण मन्त्रालय। 6 माननीय शारदा देवी थापा मन्त्री श्रम तथा यातायात मन्त्रालय। 7 माननीय कनिष पटेल मन्त्री उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय। 8 माननीय श्याम प्रसाद पटेल मन्त्री भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय। 9 माननीय जवाहरलाल कुशवाहा मन्त्री ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय। 10 माननीय फकीरा महतो मन्त्री गृह सञ्चार तथा कानुन मन्त्रालय। 11 माननीय मनोज कुमार सिंह मन्त्री शिक्षा तथा संस्कृति मन्त्रालय। 12 माननीय नागेन्द्र शाह मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। अब म माननीय प्रदेश प्रमुखज्यूलाई प्रदेश सरकारका नवनियुक्त मन्त्रीज्यूलाई पद तथा गोपनीयताको शपथ गराइदिनुहुन तथा नवनियुक्त मन्त्रीज्यूलाई क्रमशः माननीय युवराज भट्टराई अर्थ मन्त्रालय, माननीय लखन दास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्रालय, माननीय शारदा देवी थापा श्रम तथा यातायात मन्त्रालय, माननीय मनोज कुमार सिंह शिक्षा तथा संस्कृति मन्त्रालय, माननीय नागेन्द्र शाह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। उहाँहरूलाई शपथ ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु र माननीय मन्त्रीज्यूहरूलाई चाहिँ नगरै बसिदिनु धेरै प्यासियो कि एक जना गरौँ। जानु न तपाईँ अगाडि जानु। ठिक छ ल 4 जना हो 5 एउटा उता दिन भयो ल दोस्रो भयो। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु देश जनता ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधान प्रति पूर्ण वफादार रही मध्य प्रदेशको मन्त्री पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराब भावना नली पदीय गोपनीयता कायम राखी ईमानदारी साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको
प्रचलित कानुन बमोजिम गोप्य राख्नुपर्ने कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन।